दिदी भाइको तमास हेर्नुहोस् है। आज चाहिँ अन्त दुईजना चाहिँ यति बेसी खेल्दैछ कि साँझ परेको पनि यिनीहरूलाई थाहै छैन। अन्त चाहिँ मैले भनेको रात परिसक्यो भयो त नखेल न भनेर आमा उनीहरू त झन् तमास पर्दै खेलिरहेको छ। हेर्नुहोस् है। के किन आएको तिमी दोकानमा? अब पकेट यो कसरी गरेर दिँदो रहेछ त्यो चाहिँ अन्त? 300 हो। कुन चाहिँ 300 देखाउनुहोस् त? यो 300 को अनि 400 को अनि 500 को अनि 800 को। त्यो बोलिरहन्छ 600 रुपैयाँ? आम्मा महँगो भयो नि अन्त। अनि एउटा चाहिँ भाइ कसरी? अब कोले लगिने यस्तो लाम्ने। अनि कप कसरी कट्यो? गाडी कसरी कट्यो? यो सानो यो चाहियो मलाई। महँगो। कति रुपैयाँ महँगो? 100 रुपैयाँमा चाहिँ पाउँछ त्यो गाडी? मन हैन। Pop how much? Three. Only 3. Rupees 3. त्यो दोकानको सौदा त दिँदैन रहेछ अन्त। तिमी चाहिँ के बनाएको अन्त? त्यो हुँदैन तिम्रो त्यो ब्याग। कहाँ चढेको लड्नुलाई एउटा? बाइ गर्दै। जाना। तेरो भाइ के? लाइट छैन तिमीहरुको दोकानमा? कस्तो दोकान हो अन्त बिना लाइटको? अन्त नाना चाहिँ के लिने? ए पनि? ए ओके। ल खै सामान दियो मलाई अन्त। खै दोकानको सौदा बेच न अन्त। म आउँदैछु नि त तिम्रो दोकानमा। खाइदिनुहोस् न अन्त मलाई बल चाहिँ कसरी पऱ्यो दिनुहोस् त। बल चाहिँ 400 रुपियाँमा चाहिँ म बल किन्दिनँ महँगो भरे अलिक सस्तो गर न अन्त। 3 रुपियाँमा त कहाँ पाउँदैन नि। 400 हैन तिम्रो बलको दाम? 400 हैन? 100 I will give you. Okay. Thank you. अन्त अरु? अब चाहिँ के किन्नु अब अरु त मलाई चाहिएको छैन। यस पपेट. How much? पपेट चाहिँ. How much? 6 rupees. Only 6 rupees. Okay. Okay. Water bottle how much? Only 10 rupees. 10 rupees पाउँछ water bottle? 9 rupees. 50 rupees. Okay, 50 rupees. Okay. Okay, bye-bye. Okay. Bye-bye.